हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। मेरो च्यानलमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ मैले फर्स्ट टाइम मुकबाङ गर्दैछु। हाम्रो मुकबाङमा चाहिँ पाडाको बनम्यारो अनि त्यसपछि खुट्टा अनि ग्रेभी, एक्स्ट्रा ग्रेभी छ अनि धेरै खुर्सानी, हाम्रोमा चाहिँ धेरै खुर्सानी भन्छौँ। अनि भात, दाल, सलाद अनि कागती, हाम्रो मही, पानी यति छ। फर्स्ट टाइम ट्राई गर्दैछु, हेरौँ कस्तो हुन्छ होइन। नसके त अब सरी भन्न चाहन्छु होइन, फर्स्ट टाइम हो। अझै सेकेन्ड टाइम चाहिँ ट्राई गरौँ होला, कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक सेयर सबै गरिदिनु होला। ल म सुरु गर्छु है त बसेर। म सुरु गरेँ दालदेखि। ग्रेभी, ग्रेभी चाहिँ दामी भयो। बनम्यारो लागेको मजा आयो। दामी गर्छ। अनि यो पकाउनु चाहिँ सबै मेरो वाइफले हेल्प गरेको होइन। नेक्स्ट टाइम वाइफ पनि आउँछन्। नेक्स्ट टाइम के खाने भनेर कमेन्ट गर्नु है। फर्स्ट टाइम हो, एकदम माया गर्नु होला सबैजनाले। राम्रो मजाले पाएँ। यस्तो जुसी भयो क्या। बनम्यारो मैले यस्तो फर्स्ट टाइमै हो खुट्टाहरू खान, खुट्टाहरू बनम्यारो खाएको आउँदैन त हो। कति हो आएको छ होइन। बबाल भयो, बबाल। मजा आयो। यो त ठुलो हो।
मजा आयो। खाली भइसक्यो। कुट्टा रायो कुट्टा मिठो हो। मै गर्मी आएको छ, मै खानुपर्छ। दाल चाहिँ खासै मन पर्दैन होइन, दाल चाहिँ सपोर्टको मात्र राखेको। सबैको आफ्नो स्टाइल हुन्छ खानु चाहिँ, मेरो अलिक पोरो स्टाइल छ होला, त्यही पनि स्वीकार्नु होला। म हजुर टेस्ट आएर यो खाइसकेको ग्रेभी छ, रुगा लागेको अवस्था छ। फर्स्ट टाइम भएर म फुल चाहिँ भइसकेको छु होइन, म ट्राई गर्छु। नाकमा लाग्यो। दाल चाहिँ मैले बाहिर राखेँ, दाल म खान सक्दैन, ग्रेभीसँगै खान्छु। कम्पिटिसन भएको बाद म चाहिँ हार्न सक्थेँ होला। है मै खाना चाहिँ आनन्द आयो। मलाई चाहिँ भात पुग्यो होइन, भात चाहिँ धेरै पुऱ्याइदिन्छ कि। अब अझै चाहिँ खाना ट्राई गर्छु। यदि भ्याएन भने पनि मन पराइदिनु होला, सब्सक्राइब लाइक सेयर गरिदिनु होला प्लिज। दुःख गरेको बुझिदिनु होला। यही नै लास्ट हुन्छ होला मेरो होइन, भेरी भेरी सरी। फर्स्ट टाइम ट्राई गरेको, अब सुस्ता चाहिँ सबै भ्याउने
भ्याउँछु होइन। अहिले चाहिँ यही नै लास्ट हो, यो सक्छु त्यसपछि इन गर्ने ल। म यो पनि सकेन होइन साथीहरू, नरिसाउनु होला। नेक्स्ट टाइम दामी हजुरहरूले कमेन्ट गर्नु के ल्याउने भन्ने, दामी भिडियो ल्याएर गराउनेवाला छु। हाम्रो मिक्स भिडियो हुन्छ, फेरि भ्लगहरू पनि हुन्छ अनि मुकबाङ पनि हुन्छ होइन। माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, लाइक सेयर सब्सक्राइब प्लिज गरिदिनु होला। यही नै मेरो लास्ट यो। थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा हजुरहरूलाई। यो मेरो चाहिँ फर्स्ट एटेम्प हो होइन, कस्तो हुँदो रहेछ भनेर गरेको फर्स्टमा। अझै रमाइलो लाग्यो कि मलाई, रमाइलो लाग्यो। नेक्स्ट टाइम चाहिँ मैले राम्रो गर्नेवाला छु, थोरै गर्ने तर सबै धेरै धेरै भेराइटी गर्ने कि। धेरै एकैचोटि धेरै पनि ल्याउन त दुईवटा कुटा ल्याएको, दुईवटा कुटा ल्याएर सकेन, दुईवटा बाँकी रह्यो। बोनम्यारोहरू 4वटा ल्याएको थिएँ, त्यो चाहिँ सक्यो, अरू चाहिँ सकेन। धेरै धेरै सरी भन्न चाहन्छु हजुरहरूलाई। अबदेखि माया गरिदिनुहोस्, सपोर्ट लाइक सेयर सबै गरिदिनुहोस्, भाइरल गरिदिनुहोस्।